काठमाडौँको मैपी मार्गमा रहेको रमणीय पहाडको टुप्पोमा अवस्थित मैपी अजिमा मन्दिर, जसलाई योगम्बरा ज्ञानेश्वरी मन्दिर पनि भनिन्छ, पूजा र आध्यात्मिक महत्त्वको एक सम्मानित स्थल हो। मैपी अजिमाको दिव्य व्यक्तित्वहरूलाई समर्पित यो मन्दिर भक्तजन र आगन्तुकहरूको लागि एक प्रमुख गन्तव्यको रूपमा प्रख्यात छ। नेवार बौद्ध धर्ममा पूजा गरिने असंख्य देवताहरूमध्ये दुई व्यक्तित्वहरू आफ्नो गहिरो प्रतीकात्मक र समृद्ध पौराणिक कथाको साथ उभिएका छन्, योगम्बर र ज्ञान डाकिनी, जसलाई सामूहिक रूपमा मेपी अजिमा वा योगम्बरा ज्ञानेश्वरी पनि भनिन्छ। उहाँहरू चतुर्वृत्त तन्त्रको शिक्षासँग नजिकबाट सम्बन्धित हुनुहुन्छ। नेवार समुदायमा कुल देवताको रूपमा व्यापक रूपमा पूजा गरिने मेपी अजिमाको विशेष स्थान रहेको छ। नेवारहरूको आध्यात्मिक जीवनमा अभिन्न भूमिकालाई प्रतिबिम्बित गर्ने र सांस्कृतिक र धार्मिक अभ्यासहरूमा महत्त्वपूर्ण जोड दिने कार्यमा यस मन्दिर अग्रणी स्थानमा आउँछ। संस्कृतमा योगम्बर ठूलो श्रद्धा र शक्तिको देवताको रूपमा देखा पर्नुहुन्छ। एक भयंकर रक्षकको रूपमा मानिने योगम्बरलाई प्राय वज्रयान बौद्ध धर्मको देवस्थलमा चित्रण गरिएको छ। योगम्बर नेवार बौद्ध धर्मको सबैभन्दा लोकप्रिय वज्रयान देवताहरूमध्ये एक हुनुहुन्छ। यो देवता धर्मको रक्षा गर्ने र अभ्यासकर्ताहरूलाई उहाँहरूको आध्यात्मिक मार्गमा अवरोधहरू पार गर्न सहयोग गर्ने भूमिकाको लागि सम्मानित हुनुहुन्छ। मेपी अजिमा मन्दिर यसको अद्वितीय स्थान र आध्यात्मिक साथ भक्तिको प्रकाश स्तव र काठमाडौँको समृद्ध धार्मिक सम्पदा बन्न सफल भएको छ। यस्तै रमाइलो अनि जानकारीमूलक भिडियोहरू हेर्नको लागि हामीलाई फलो अनि सब्स्क्राइब गर्नुहोला। धन्यवाद।